I want you to do whatever I'm doing, okay? So what you do here is go and type my PT, okay? In your thing. Did you do that? Are you seeing the screen? देखिरहेछ? Yes sir, देखिरहेछ छ माई पिटी सर किन टाइप गर्ने ल्यापटपमा ल्यापटपमा यहाँ आफ्नै त्यो मोबाइलमा अहिले मोबाइल चलाइरह हो यस अब यहाँभित्र जाने गयो यस सर हो अब यहाँ गएर चाहिँ के गर्ने भन्दाखेरि साइन अप भन्नेमा थिच्ने गयो लगइन लगइन होइन लगइन भन्दा तलपट्टि साइन अप भन्ने होला साइन अप हो साइन अपमा जाने हो अब यहाँ चाहिँ आफ्नो डिटेल हाल्ने अब एउटा अकाउन्ट क्रिएट गर्ने यसमा ओके यहाँ जे भनेको छ त्यो गरौँ त ल अनि भएपछि भयो सर भनौँ है Do you know how to share your screen? Yes, sir. Okay, share your screen so that I can guide you properly. Done? Only the host can share in this meeting भन्यो सर ए ल ठीक छ त्यसपछि छोड्दियो आफ्नो काम गर यो बनाऊ त ल आफ्नो अकाउन्ट क्रिएट गर त सर मसँग यो पीटी को लागि प्र्याक्टिस गर्नको लागि हो सर यो अकाउन्ट छ तिम्रो यो अकाउन्ट छैन मसँग चाहिँ मैले लिएको हैन नो 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 त्यो म छुट्टै त्यो म पछि कुरा गर्छु पहिला यो गर यो बनाऊ हस् हुन्छ सर चिप्लिने नै सबैजना यही नगरेर हो क्या ए हुन्छ सर भन्यो यो पासवर्ड अलि मिलेन क्या के सर त्यहाँ के भनेको छ भन्दा एउटा एटलिस्ट 12 वटा क्यारेक्टर चाहिन्छ है हजुर त्यसैले म एउटा पासवर्ड भन्छु त्यो पासवर्ड लेखौँ है त 1 2 3 1 2 3 डट रक्षा रक्षा हो रक्षाको आर क्यापिटल अब त्यो पासवर्ड हुन्छ भयो फेरि भएन त ल ठिक छ अब त्यो बन्छ है आफ्नो बन्छ ल अब यता हेरौँ स्क्रिनमा हेरौँ पछि बनाउनु ल हुन्छ बनाउनु चाहिँ बनाउनु पर्छ है अब हामीले के कुरा बुझ्नुपर्छ भन्दाखेरि अब यो बनाइसकेपछि तपाईँको यस्तो गरेर एउटा विन्डो खुल्छ के यो मैले किन भनेको भन्दाखेरि यो तपाईँको अफिसियल पियर्सनको साइट हो हैन
यसमा हजुर जेन्युइन पिटीको बारेमा कुरा भने हुन्छ ओके सो ओके सर चाहे तपाईँले एप युनि युज गर्नु चाहे गुरुली युज गर्नु चाहे किविरी युज गर्नु चाहे अल्फा गर्नु चाहे माइलस्टोन गर्नु जेसुकै गर्नु तर यो भनेको यसले नै यो टेस्टको चाहिँ एल्गोरिदम चेन्ज गर्ने ठाउँ हो ओके ओके सर त्यसैले गर्दाखेरि स्टुडेन्टहरूले चाहिँ के गर्छ भन्दाखेरि जस्तै कुनै एउटा चिजमा प्रिपरेसन गरिरहेको हुन्छ हो त्यो एउटा प्रिपरेसन गर्दाखेरि त्यसमा राम्रो आइरहेको हुनसक्छ त्यसमा गयो नराम्रो आइरहेको हुन्छ है अब भनेपछि के हुन्छ किन त्यस्तो हुन्छ भन्दाखेरि उनीहरूले प्र्याक्टिस गरिरहेको अर्कै एल्गोरिदममा हुन्छ है तर त्यसले अर्कै एल्गोरिदम मागेको हुन्छ है जस्तै फर इक्जाम्पल एउटा प्लेटफर्ममा हामीले रिड अलाउडको क्वेसन गर्दाखेरि हामीले कुरा गऱ्यौँ अरे होइन त्यसमा तपाईँको 60 आयो अरे अब अर्को प्लेटफर्ममा गर्दा त्यसले नै 60 नै दिन्छ त दिँदैन अर्कै दिन्छ है त्यो भनेपछि कुन चाहिँ जेन्युन हो त होइन सो मार्केटमा त यो त कम्पिटिसन हुन्छ सो त्यसले गर्दाखेरि हामीले अथेन्टिक सोर्सबाट कसरी गर्दाखेरि चाहिँ मैले खास गर्नुपर्ने हो भन्ने कुरा हामीले बुझ्छौँ ओके ओके सर अब अर्को कुरा के हो भने पिटी भनेको तपाईँको जुन एउटा 4वटा सेक्सन छ यो भनेको कम्युनिकेसनको टेक्निकहरू हो कसैले लेखेको कुरा कसैले पढ्छ कसैले पढेको कुरा कसैले लेखेको कुरा नै त कसैले पढ्छ कसैले सुन्छ कुन कुरा जो कसैले कुरा भनेको कुरा छ कसैले स्पिक गरेको छ भने त्यसलाई लिसन गर्छ होइन सो यो 4वटा कम्युनिकेसन तपाईँले अङ्ग्रेजीमा कतिको गर्न सक्नुहुन्छ भनेर टेस्ट गर्न खोजे अब तपाईँ मलाई भन्नु जस्तै मैले तपाईँसँग अहिले कुरा गरिरहेको छु मैले चाहिँ यसरी कुरा गरेँ रक्षा म त आज तपाईँलाई पिटीको बारेमा भन्छु अनि पिटीमा के हुन्छ अब तपाईँलाई के भने भन्ने सुन्छ कि हुँदैन यसरी भन्दाखेरि हो त्यसैले यो टेस्टले पनि के गर्छ भन्दाखेरि जस्तै रिस्पोन्ड टु सिचुएसन भन्यो त्यहाँ चाहिँ के भन्छ भन्दाखेरि ल चाहिँ त्यहाँ देयर इज अ बर्निङ fire like there is a fire that broke in the dormitory and there was a you run to your hostel warden and informing him about the situation what would you say भनेर सोद्धाखेरि hey professor how are you doing भनेर तिमीले भन्दाखेरि त त्यो मिल्यो त मिलेन है because it is responding to situation तर ग्रामेटिकली तिमीले बोल्दाखेरि ठिक हुन्छ अब अर्को कुरा यो रिस्पोन्डिङ टु सिचुएसनमा तिमीले राइट हेलो प्रोफेसर देयर इज अ फायर इन द डर्मेट्री क्यान यु प्लिज कम एन्ड सेभ इट भन्यो रे होइन यो कन्टेक्चुअली टेक्स्चुअली त राइट छ तर सिचुएसन अनुसारको तिम्रो रिस्पोन्स त्यहाँ देखिएन ओके अनि वाइ द्याट म्याटर्स भन्दाखेरि इङ्ग्लिस ल्याङ्ग्वेजमा पङ्क्चुएसन भन्ने त हुन्छ नि जस्तै कमा हुन्छ फुल स्टप हुन्छ एक्सक्लेमेसन हुन्छ होइन अनि तिम्रो अपोस्ट्रोफी हुन्छ हाइफन हुन्छ सो यिनीहरू किन छ त भन्दाखेरि यसरी बोल्दाखेरिको स्ट्रेस कुन सिलेबलमा दिएको छ कसरी भनेको छ भनेर बुझ्नलाई हो ओके न अब यो आइसकेपछि यहाँ के छ भन्दाखेरि सबैभन्दा पहिला कुरा चाहिँ के हो भन्दाखेरि यसमा गइसकेपछि हामीले विभिन्न पिटीहरूको फर्मेट हुन्छ हामीलाई चाहिने भनेको पिटी एकाडेमिक है अनि आफ्नो सेन्टरको बारेमा पनि यहीँबाट खोजे हुन्छ है हजुर है आफूले यहाँ खोज्ने खास अनि यहाँ गइसकेपछि यहाँ चाहिँ लर्न फर्मेट भनेर आउँछ अनि यहाँभित्र गइसकेपछि यहाँ के हुन्छ त भन्ने कुरा यहाँ हेर्ने हो यसले जे भन्छ त्यही हुन्छ के बुझ्यौ यसको कुरामा अनि टक्क रिड अलाउड होइन अब यसमा यसले बुझाउँछ यो कुरा हेर्ने Read aloud. For this question type, you need to read a written text aloud. The recording status box shows a countdown. You have 30 to 40 seconds to prepare, depending on the length of the passage. You hear a short tone. After the tone, start speaking immediately. The climate for doing business improved in Egypt more than in any other country last year, according to a global study that revealed a wave.
Do not start speaking before the tone because your voice will not be recorded. Finish speaking before the progress bar reaches the end, and the word recording changes to recording complete. ओके अब यसले राइट भन्यो नि अब यहाँ के छ एउटा त इङ्ग्लिस ल्याङ्ग्वेज छ अर्को युज अफ टेक्नोलोजी छ है रक्षा है सो व्हाट इट सेज इज दैट ठ्याक्कै त्यो यसमा त्यो सकिने बित्तिकै तिमीले बोल हैन अनि बिचमा नबोल त्यो ओके टेक्निकली ठीक छ राइट अब अर्को कुरा के छ भन्दाखेरि सकिसकेपछि सबमिट बटन थिच त्यो पनि छ हैन यसपछि मात्रै अर्को कुरा आउँछ स्ट्र्याटेजी त्यो स्ट्र्याटेजी भने के हो भन्दाखेरि त्यो पढ्न त्यो आन्सर गर्नुभन्दा अगाडि हामीसँग अलिकति टाइम हुन्छ त्यो पढ्नको लागि जबसम्म त्यसले चाहिँ यु हेभ सम टाइम भनेर त्यो रेकर्डिङ स्टार्ट हुनुभन्दा अगाडिसम्मको टाइम हुन्छ हामीले त्यो पढ्नको लागि त्यो हामीले युटिलाइज गर्न सक्छौँ द्याट इज वान स्ट्र्याटेजी होइन रक्षा अनि त्यसपछि गएर हाम्रो अर्को कुरा चाहिँ के हुन्छ भने बोल्दै when you go on speaking त्यसो बोल्दै जाँदाखेरि ठ्याक्कै उसले भन्ने बित्तिकै तिमीले बोल्दाखेरि त्यहाँनिर के हुन्छ भने त्यहाँनिर नर्भस ब्रेकडाउन भयो भने अनि बिग्रिने हो कुरा है र जसलाई पनि आउँछ नि होइन ओके सो त्यसैले गर्दाखेरि यहाँ तिमीले जुन प्लेटफर्म युज गरिरहेछौ त्यो प्लेटफर्ममा त्यो नहुन सक्छ के फर एक्जाम्पल तिम्रो कुनै प्लेटफर्ममा स्किप प्रिपरेसन भन्ने अप्सन हुन्छ हैन अब तिम्रो त्यो पढ्दाखेरि त्यो उसले बोल्दा बोल्दै तिमीले स्किप गरेर चाहिँ तिमीले बोल्दिन पनि सक्छौ हैन सो भनेपछि तिम्रो त्यसमा बानी परेको छ भने त अब राइट यो प्लेटफर्ममा युज गर्ने खालको कुरामा तिमी फेरि हडबडेर त्यहाँ पनि मार्क्स जाने चान्स हुन्छ राइट यस सर सो यसमा के त्यसैले गर्दाखेरि दिस इज भेरी इम्पोर्टेन्ट फर यु टु अन्डरस्ट्यान्ड अब तिमीले यसमा त राइट हिसाबमा चाहिँ यसले बोल्ने भन्ने खालको गऱ्यौ नि अब जस्तो रिपिट सेन्टेन्समा पनि कसरी गर्ने के गर्ने भन्ने कुरा हैन Repeat sentence. For this question type, you will hear a short sentence. Most teaching staff make their lecture notes available online. When the audio finishes, the microphone opens. There is no short tone, so speak into the microphone immediately and repeat exactly what you heard. Most teaching staff make their lectures available online. देख्यौ अब यहाँ ठ्याक्कै उसले यहाँ तिमीले के बुझ्नुपर्छ भने यो टेस्टले इङ्ग्लिस कम्युनिकेसनको कुरा गरे हो नि त हामीले यसमा हामीलाई के भन्न खोजेको होइन कि तिमीले चाहिँ यो टेस्ट दिइसकेपछि तिमीलाई चाहिँ इङ्ग्लिस बोल्ने मान्छेको जागिर पाउँछ भनेर दिने टेस्ट त होइन नि हो त होइन हो त्यसैले त्यो खैरेले बोलेको र त्यो अर्को मान्छेले बोलेकोमा तिमीले डिफरेन्स बुझ्यौ नि त्यहाँ है हो त्यसै गर्दाखेरि हामीले बोल्दाखेरि हामीले आफ्नै टोनमा एकदमै नेचुरली साँच्चीकै कम्युनिकेट गर्न खोज्ने तरिकाले काम गर्यौँ भने हाम्रो पिटीमा यो सबै टास्क हैन तिम्रो जुन 21वटा यो चिजहरू छन् यो सबै चिजहरू तिम्रो चाहिँ त्यसै गरेर हुँदै जान्छ के हैन ओके अब त्यस्तै गरेर नाउ यु हेभ अनदर थिङ यहाँ बाई रिसोर्सेस यहाँ पिटी एकाडेमिक स्टोर भन्छ यहाँ यु क्यान बाई थिङ्स अल्सो बट यु निड नट डु द्याट वी विल प्रोभाइड यु होइन फ्रम द इन्स्टिट्युट अब यसमा गएर पनि लाइक इफ यु हेभ यो डलर कार्ड एन्ड एभ्रिथिङ यु क्यान गो एन्ड बाई दिस थिङ्स ओके बट वी हेभ जस्ट कम अप विथ समथिङ एल्स अलरेडी अनि यहाँ चाहिँ यु हेभ पिटी एकाडेमिकको फ्री रिसोर्सेस छ तिमीले किन्नै खोज्यौ भने पनि यो यति महँगो छ कि तिमीले 3टा साँच्चीकैको मक टेस्ट गर्नको लागि यु हेभ टु पे मोर देन $150 or समथिङ लाइक द्याट होइन भनेपछि यो अथेन्टिक छ क्या अब यहाँ है यु गो हियर है सो वन्स यु गो हियर यु हेभ अल दिस फ्री रिसोर्सेस हेर के गरी तिमीले के किनेको छौ भने यहाँ किन्न सक्छौ
अर तिमी यहाँ गएर के किन्न सक्छौ होइन अब हामी नेपालीहरूसँग डलर सलर हुँदैन नभए यु क्यान सी यस्तो किन्ने कुराहरू पनि यु क्यान डु इट इफ यु हेभ समबडी आउटसाइड एन्ड क्यान गेट इट फर यु इट इज नाइस अल्सो होइन वाइ नट होइन इफ यु हेभ एक्स्ट्रा थिङ तर फ्रीमा अल्सो यु हेभ मेनी थिङ्स हियर लाइक इफ यु कम हियर एन्ड सी when you come here डाउनलोड हियर होइन तिमीलाई चाहिँ यहाँ के छ भन्दाखेरि पिटी एकाडेमीको बारेमा होइन you'll have के अरे थिङ्स लाइक दिस के विच इज भेरी इम्पोर्टेन्ट फर यु टु नो लाइक दिस वान यहाँ है सो वाट इट इज होइन एभ्रिथिङ इज भेरी इम्पोर्टेन्ट स्मार्ट प्रेप भन्ने पनि पाइन्छ त्यहाँ फ्रीमा जुन गर्न पाइन्छ माई पिटी अकाउन्टमा गएर टक्क गर्न पाइन्छ के होइन सो यस्तो चिजहरूमा यु सुड नो अनि यो ठ्याक्कै हो नि त किन भन्दाखेरि हामीलाई टेस्ट कसले लिइरहेछ यसले लिइरहेछ अनि यसले नै हामीलाई रिसोर्सेस दिइरहेछ भनेपछि दिस इज द मोस्ट जेन्युन थिङ द्याट यु सुड गो फर बुझियो रक्षा यस सर एनी क्वेसन्स अहिलेसम्म नो सर भनेपछि तिमीले टेस्ट दिनुभन्दा अगाडि यो हेरेको थिएन नै सर यस्तो हेर्नुपर्ने रहेछ त है ओके नाउ यो मोबाइलमा त अहिले तिम्रोमा त ओपन भइरहेको छैन होइन हजुर नाउ सी हियर अब यसमा चाहिँ के छ त अब प्रिपेयर गर्ने कुराहरू छ होइन त्यसमा अब यहाँ आउँछ के छ त यहाँ हेर अब यहाँ pearson.com प्रिपरेसन भन्ने छ नाउ इफ यु गो एन्ड लुक इन्टु दिस वान यो हेर्नै पर्छ कि किनभने दिज आर द थिङ्स द्याट यु सुड ट्रस्ट मोर देन एनी वान इभन मोर देन यु समटाइम्स इट देयर माइट बी सम चेन्जेस विच आई माइट अल्सो नो होइन तिमीले आएर भन्न सक्छौ कतिचोटि होइन त्यो हो नि फेरि यो loading also. Internet seems to be a bit slow. Okay, so whatever it is, so you can go there and होइन अब त्यो भयो अनि त्यसपछि प्रिपरेसनको पिटी अकाउन्ट बनाइयो त्यहाँ किन बनाउने भन्दाखेरि त्यो प्रिपरेसनको मटेरियल त्यहाँ भएर गर्ने हो क्या होइन देखियो नि है अनि यहाँ पुरै अफिसियल गाइड टु पिटी एकाडेमी यो सबै कुरा साँच्चीकै यो हेर्नुपर्ने चिज होइन सी होइन गाइडेड अब यसमा पनि एउटा चाहिँ दिनु पाइन्छ क्या अरे होइन त्यो फ्रीमा त्यो चाहिँ अहिले नदिने अहिले कहिले दिने भन्दाखेरि ठ्याक्कै एक्जामभन्दा अगाडि दिने कि अनि त्यो बेला थाहा भइसकेपछि अनि त्यो दिइसकेपछि अनि आफ्नो के चेन्जेस गर्नुपर्ने आफूलाई थाहा हुन्छ अनि त्यो अनुसारले अनि फाइनल एक्जाम दिने कि होइन अब कति भिडियो कोर्सेसहरू हुन्छ होइन यो सबै कुराहरू हेर्ने कुन हेर्ने भिडियोज भन्दाखेरि अरू हेर्दै हेर्ने होइन कि धेरै भिडियोज हेऱ्यो भने पनि बिग्रिन्छ होइन एउटै सोर्समा जाने है एउटै यसमा जेन्युन सोर्समा गइसकेपछि अनि त्यसपछि काम लाग्छ अब यहाँ सबै कुराहरू छ अब यो खास अस्ति टेस्ट दिन जाँदाखेरि पनि यसैबाट गराउने हो कि तपाईँहरू सबैलाई होइन यसैबाट नाम बनाएर अनि यसैबाट टेस्ट दिने हो नि त है नाउसी कम्प्युटर बेस्ड टेस्टमा अनि यहाँ मेन कुरा भनेको चाहिँ के हो भन्दाखेरि तपाईँको स्कोरिङको कुराहरू हुन्छ क्या अब यहाँ कहाँ के लग्न पाइन्छ लग्नु पाउँदैन यो सबै कुराहरू यहाँ सबै कुराहरू हुन्छ है यो सबै कुरा हेर्ने अनि मेन भनेको चाहिँ के हो भन्दाखेरि
यो सबैभन्दा यो मेन कुरा भनेको चाहिँ स्कोरिङ के स्कोरिङको कुरा चाहिँ इम्पोर्टेन्ट हो होइन। अब यो स्कोरिङको कुरामा चाहिँ किन इम्पोर्टेन्ट हो भन्दाखेरि अब जस्तै अहिले अब यो टेस्ट सेन्टरको कुराहरू अब बिस्तारै आफै हेरौँ, यो किन चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ यो हो क्या यहाँ होइन। यो किन इम्पोर्टेन्ट हुन्छ भन्दाखेरि यसकै बेसिसमा चाहिँ मार्क्स पाउने हो क्या होइन। जस्तै अब यो यसमा हेरौँ है, अब हेरौँ, अब यसमा के भन्छ भन्दाखेरि अब ओभरअल के गर्छ त यसले यस्तो यस्तो चिजहरूमा गर्छ, कम्युनिटी स्किल्स आर यो अघि नै मैले भने जस्तो कुरा भयो राइट। अब मोर देन वान स्किल, यस यस होइन एकैछिन है पनि। ओके अनि त्यो भइहाल्यो। अनि अब खोइ होइन, अब यो सबै कुरा भयो। अब अर्को कुरा चाहिँ के हो भने नि जस्तै यो त को भइहाल्यो। अब यो हो कि नम्बर 7देखि चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको यो हो क्या, तपाईँहरू सबैले बुझ्नुपर्ने कुरा। तपाईँलाई चाहिएको 60 होइन, 60 65 60 65 पाउनको लागि तपाईँको कम्युनिकेसन चाहिँ कस्तो हुनुपर्छ त होइन। तपाईँको चाहिँ हाइली प्रोफिसियन्ट एडभान्स गुड इन्टरमिडिएट है, तपाईँलाई कस्तो खालको कुराहरू चाहिँ चाहिन्छ। अब यसले अझै ब्रेकडाउन गरिदिएको हुन्छ क्या तपाईँले कसरी बोल्दाखेरि कस्तो आउँछ भनेर क्या है। जस्तै स्पिकिङको कुरामा गर्दाखेरि तपाईँले स्कोरिङ पार्सियल हुन्छ, स्पिकिङमा यस्तो हुन्छ। अब यहाँ कन्टेन्टको कुराहरू गर्छ यसले हेर्नु है, के भन्छ त माथि अब यसको रिपिट सेन्टेन्सको होइन, इच हेर्नु है कन्टेन्टको इच रिप्लेसमेन्ट ओमिसन अर इन्सर्सन अफ वर्ड्स काउन्ट एज वान एरर म्याक्सिमम डिपेन्ड्स अन लेन्थ अफ द क्वेसन प्रम्प्ट। बुझ्यो नि। अब यहाँ के भन्दाखेरि कुनै वर्ड राम्रोसँग बोलिएन होइन, कुनै पङ्क्चुएसन्सहरूलाई राम्ररी गरेन, कुनै ओमिसन्सहरू गर्यो, कुनै अर्कै वर्ड बोलियो होइन, लगायतको कुरा गर्यो भने एरर हुन्छ भनेको छ नि त। भनेपछि हामीले मात्रै ध्यान केमा दिनु पर्छ त्यो रिड अलाउडमा। काहीँ मैले बोल्दाखेरि मैले कुनै वर्ड जस्तै चाहिँ इयर भनेको छ अरे तिमीले चाहिँ वाइ इयर इयर हो होइन, तिमीले इयरलाई त वेयर यर भनेर ओयुआर जस्तो साउन्ड गर्यो भने त्यो के भयो, त्यहाँ चाहिँ तिम्रो चाहिँ अरू नै वर्ड आएको जस्तो कुरा भयो क्या होइन। बुझ्यो नि रक्षा यार। ओके, so please have a look into this one. We'll talk about this thing as we go in the coming days. Thank you very much.